Hello, what is up, you beautiful ladies and gentlemen? Welcome back to the new day, new vlog. र आज चाहिँ अब 13 जुलाई हैन, भानु जयन्ती र त्यसको उपलक्ष्य तपाईहरुलाई पनि ह्यापी भानु जयन्ती सबैलाई हैन, जो पनि अब आफ्नो संस्कृतिहरुलाई लिएर एकदम सिरियस हुनुहुन्छ हैन। आज सायदै तपाईहरु पनि भानु जयन्ती राम्रोसँग सेलिब्रेट गर्नु हुँदै होला र म पनि अब ढिलो भए पनि भानु जयन्ती हेर्न एकछिन जाँदै गरेको हैन। बिहानै जानुपर्ने तर एकदमै धेरै पानी परेकोले गर्दा चाहिँ पोसिबल भएन नि त। तर पनि अब अहिले भए पनि अब निस्किनु चाहिँ है। अहिले अलिक दिन उग्रेर चाहिँ अन्त आज अब नेपाली साहित्यको एकदमै महत्त्वपूर्ण दिन हैन, जसलाई चाहिँ अब भानु जयन्तीको रूपमा चिनिन्छ, जुन चाहिँ अब आदिकवि भानुभक्तको बर्थडे भनौँ न, त्यसलाई चाहिँ अब आज एकदमै भव्य रूपमा सेलिब्रेट भइरहेछ नि त सोरेङमा। अन्त त्यसकै उपलक्ष्यमा चाहिँ म पनि अब एकछिन भानु जयन्ती सेलिब्रेसन चाहिँ हेर्नु जाँदै गरेको। आज दिन चाहिँ अब एकदमै धेरै पानी परेको हैन, अब कुहिरो सबैतिर बिहानदेखि नै। त्यो भएर चाहिँ आज अब बिहानै जानु पोसिबल भएन नि त, नभए चाहिँ अब 8 बजी जानुपर्ने थियो नि त। सो तपाईहरुलाई पनि देखाउँछु अब के कस्तो छ आजको भानु जयन्ती सेलिब्रेसन हैन। आज चाहिँ अब हाम्रो स्टेटको सीएमले नै प्रोग्रामलाई चेयर गरिरहनु भएको छ नि त।